जय मसीह सबैजनालाई। आज म तपाईँहरूसँग एउटा यस्तो बारेमा कुरा गर्न चाहन्छु जुन हामी धेरैजनाको मनमा हुन्छ, तर धेरैले यसमाथि खुलेर कुरा गर्ने आँट गर्दैनौँ। त्यो हो विवाह र परमेश्वरको इच्छाको बारेमा। कतिपय अवस्थामा हामी विश्वासी र अविश्वासी व्यक्तिको बिचमा विवाहलाई सामान्य रूपमा ल्याउँछौँ र सोच्छौँ केही छैन, अहिले उसले प्रभुलाई चिनेको छैन भने पनि के भयो र, बिहे गरेपछि त म उसलाई प्रभुमा लिएर आउँछु नि। यो सोच्नु सायद हाम्रो प्रेम र विश्वासले गर्दा होला, तर यो साँचो बाटो हो त? परमेश्वरले हामीलाई माया गर्नुहुन्छ, यसैले उहाँले हामीलाई 2 कोरिन्थी 6 अध्यायको 14 पदमा यस्तो सल्लाह दिनुभएको छ। अविश्वासीसँग असमान जुवामा नबाधौँ, किनकि धार्मिकता र अधर्मको के सङ्गति हुन्छ अनि ज्योति र अन्धकारको के साझेदारी हुन्छ। सोच्नुहोस् त, विवाह त प्रभुको उपस्थितिमा 2वटा आत्माको मिलन हो। यदि हामी दुवैको जग एउटै प्रभुमा छैन भने हाम्रो जीवनको यात्रा एउटै दिशामा कसरी अगाडि बढ्न सक्छ? अनि यदि तपाईँ अविश्वासीसँग विवाह गर्न सोच्दै हुनुहुन्छ भने एकपटक आफूलाई प्रश्न गर्नुहोस्, के म आफै चाहिँ परमेश्वरको वचनलाई पूर्ण रूपमा पालन गरेर उहाँको बाटोमा हिँडिरहेको छु त? यदि हामी आफै प्रभुको आज्ञा मानिरहेका छैनौँ भने हामीले अर्को व्यक्तिलाई प्रभुको बाटोमा कसरी डोर्याउन सक्छौँ? अर्को व्यक्तिलाई परिवर्तन गर्ने जिम्मा त प्रभुको हो, हाम्रो होइन। हामीले त सुरुमै प्रभुको इच्छा खोज्ने हो। यसैले प्रभुको आज्ञा मान्नु भनेको उहाँको डरमा हिँड्नु हो। यस्तो जीवनसाथी खोज्नुहोस् जसले तपाईँसँग घुँडा टेकेर प्रभुलाई पुकार्न सकोस्। जब हामी प्रभुको वचनलाई पहिलो प्राथमिकता दिन्छौँ, तब मात्र हाम्रो घर एउटा सुन्दर गवाई बन्न सक्छ। आउनुहोस्, हामी सबैले आफ्नो जीवनलाई प्रभुको हातमा सुम्प्यौँ र उहाँले दिनुभएको बाटोमा अघि बढौँ। जय मसीह।